वेलकम टू माई न्यू ब्लग गाइज भन्नु भने साथीहरू हैन मेरो सिनेमेटिक ब्लगमा स्वागत छ तपाईहरुलाई। म चाहिँ अब सानो उदयपुर गाईहाटको बस पार्क नजिकको सानो पार्कमा आएको छु। सानो के भन्छ सिनेमेटिक ब्लग बनाएर घरतिर जाउँ भनेर यसो जाडोमा छिर्देको नि त हैन, हल्का काम पनि थियो बजारमा। सो अब मेरो सानो सिनेमेटिक भिडियोहरु हेर्नु होला भन्दै सुरु गरेला आज। यो चाहिँ गाईहाटको पूर्व साइडमा पर्छ, बस पार्कदेखि पूर्व साइडमा पर्छ। अनि यहाँ चाहिँ मैले बुद्धको भिडियो पनि बनाउनु खिच्न पाएँ। एडिटिङ पनि भइरहेको छ साथीहरू हैन, खोला नाला जस्तो सानो तालमा। अनि एक्कासी हनुमान देखा पर्छ हनुमान देखा पर्यो हैन गाइज। त्यसपछि फेरि बुद्धलाई मैले खिच्न गएँ, बुद्धको यताउति गरेर खिच्न थालेँ। अनि खिच्दै जाँदाखेरि बुद्धको नजिकैमा पुगेँ। अनि फेरि यताउति हेरेर यताउति खिच्न थालेँ। पार्कमा कतिको मान्छे आएको छ भनेर यसो खिच्दै जाँदाखेरि 2-4 जना भाइ बहिनीहरू पनि आउनु भएको रहेछ। यहाँ काग पनि कराइरहेको ठ्याक्कै, कागको पनि खिचेँ। त्यसपछि पिङ खेलिरहेको रहेछ, त्यो पनि मैले खिच्नु भ्याएँ। फेरि मलाई हनुमान भएको ठाउँमा जानु मन लाग्यो। हनुमानसँग पुगेर फेरि हनुमानमा पुगेर फर्किएँ गाइजहरू, साथी मित्रहरू। अनि हनुमानलाई चाहिँ मेन फोकस गरिदिउँ भनेर हनुमानको चाहिँ मेन फोकस भिडियो बनाएर खिचिरहेको छु हैन। अनि तपाईहरुलाई मन परेन, मैले दायाँबाट पनि खिचेँ। यहाँनिर एकजना हुनुभएको थियो, उहाँ पनि खिच्दै हुनुहुन्थ्यो। त्यसपछि म सिधै शिवलिङ्गमा गएँ। कालो गोरु रहेछ, कालो गोरुको खिचेर शिवलिङ्ग पनि कालै रहेछ, कालो गोरु कालो शिवलिङ्ग पनि खिचेँ। गोरुको चाहिँ फोकसै गरेर खिचेँ मैले गाइज, हेर्नु होला। अनि त्रिशूल पनि रहेछ, त्रिशूल निकालेर यसो झट्टी हान्नु कि भन्ने मान्छेलाई फेरि नलाग्ला। यहाँ सानो नानी बाबुहरू पनि आउनुभएको रहेछ फोटो खिच्न। त्यसपछि केटाकेटीहरूलाई हाइलाइट्स गर्दै म यताउति हेर्दै भिडियो बनाइरहेको थिएँ। अनि यहाँनिर सानो के केन्द्र भन्छ यसलाई चाहिँ, कोही नभएको मान्छेहरूलाई राख्ने ठाउँ रहेछ यो चाहिँ। त्यो भनेको के संस्थाहरूबाट होला। अनि आउनु सक्नुहुन्छ शनिबार रमाइलो गर्न। अरू दिन त अफिस होला, काम होला। आउनु सक्नुहुन्छ गाईहाटको सानो पार्कमा। अनि फेरि लास्टमा हनुमानै देखाएँ हैन, हनुमानको पावर देखाउनुपर्छ। अनि त्यसपछि फेरि म हिँडेँ एकछिन, फेरि म घुम्न गएँ। घुम्दै जाँदाखेरि बुद्धदेखि पुगेँ। बुद्धदेखि फेरि फर्किएर पुरै वाक गर्दै पुरा हुन्छ नि त्यो ऱ्याम्पमा हिँडे जस्तो, टक्क ऱ्याम्प केमा हिँडे जस्तो हिँडेँ। अनि मैले फेरि फुललाई यसो हेरेँ, हाँस्दिएँ। अनि फेरि एउटा केटी आयो। त्यसपछि म खिच्दै भिडियो सिनेमेटिक भिडियो खिच्दै पार्कबाट म निस्किन लाग्दैछु। पार्कबाट निस्किन लाग्दाखेरि गेट पनि भेटिँदो रहेछ। अनि त्यो शान्ति धाम भन्दो रहेछ मुखी प्रवेशद्वार। अनि त्यसपछि खिचेर म त्यही निस्किने लागेको छु साथीहरू। र म हाइलाइट्समा सबै पार्कको यताउति पार्टपुर्जा देखाउन खोजिरहेको हो। अनि यहाँनिर पार्कमा मान्छे चलाउने ठाउँ पनि छ। यहाँदेखि सिधै हेर्नुहुन्छ भने उता पश्चिमतिर पुल छ, यहाँदेखि। त्यही हो साथीहरू, छोटो ब्लग थियो आजलाई यति नै। बिस्तारै हेर्दै गर्नु होला, कहिलेकाहीँ रमाइलो बनाउनु मन लाग्छ त्यही भएर बनाइदिएको। यत्तिकै मेरो ब्लग सकिन्छ। हस् त, हेरिदिने